नमस्कार साथीहरू र आज चाहिँ फ्ल्यासलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा म यहाँहरूलाई जानकारी दिन कोसिस गरिरहेको छु। यो सोनी गोडरेज कम्पनीको सोनी माउन्टमा लाग्ने फ्ल्यास हो। V860 मार्क 3 है। ES भनेको चाहिँ सोनीमा लाग्ने भयो र यो चाहिँ के भन्छ भन्दाखेरि यो हर्सुको स्क्रू यहाँबाट चाहिँ यसरी फुस्केछ हैन। त्यसले गर्दा बोर्डमा गएर सर्ट भएर चाहिँ तपाईको यो मेन बोर्ड डिस्प्ले बोर्ड चाहिँ खराब भयो है। डिस्प्ले बोर्डको चाहिँ ठ्याक्कै यो सिस्टममै यो 3.3 भोल्टको आइसी हो है। र यसबाट चाहिँ यो यसलाई सप्लाई आउने हुन्छ। यो आइसी सिस्टम आइसी खराब भयो र यसले गर्दा चाहिँ तपाईहरुले के गर्नुस् भन्दाखेरि ब्याट्री हाल्नुभन्दा अगाडि पहिला फ्ल्यासमा चाहिँ जहिले पनि यसो गरेर हलाउनुहोस्। त्यसले गर्दाखेरि यो स्क्रुहरू झरेको छ भने चाहिँ खर्लाखुर्लु गर्छ है, कत्राकुत्रु गर्छ र त्यस्तो अवस्थामा चाहिँ ब्याट्री चाहिँ ढुक्केर पनि नहाल्नु होला। बरु नजिकको टेक्निशियन कोही छ भने नजिकको पसलहरुमा गएर त्यो चारवटा हर्सु खोलेर यो पेज चारवटा पेज खोलेर हर्सु निकालेर त्यो पेजलाई निकालेर फेरि टाइट गर्न सकिन्छ पेज। र पेज टाइट गर्दाखेरि कसरी गर्ने भन्दाखेरि यो केही हामीले हदसम्म यो फ्ल्यासहरु बचाउन सक्छौं। र यसलाई चाहिँ कसरी गर्ने भन्दाखेरि अब यहाँनेर हेर्नुस्, यो डेन्ड्राइट अथवा ग्लु हो। यो पलमा अलिकति छिराइदिनुहोस् यसरी है। यो एउटा मात्रै हैन, जुनमा फुस्केछ त्यसमा नगर्ने, सबै चारवटामै गरिदिनुहोस्। त्यसो गर्दा कस्टमरहरुको सामानहरु बच्छ है। यसरी अब यो ग्लु लगाएपछि अब यसको काम यो हतपति फुस्किँदैन। अब यो पनि लुज भइसकेको छ। यसमा पनि म त्यसरी नै गरिदिन्छु। र नजिकको टेक्निशियनकोमा लगेर यति गर्नु भयो भने नयाँ फ्ल्यास होस् तपाईले यो खोलेर खोलेर टेक्निशियनले यदि गर्न लाउनु भने तपाईको फ्ल्यास चाहिँ हदसम्म बच्न सक्छ, अलि लङ टाइमसम्म बच्न सक्छ है। म चाहिँ यो पनि खोलेर यो चारवटा स्क्रु हुन्छ, म त्यसरी नै गरिदिन्छु किनभने यसको यो मेन बोर्ड फेरेको छ। त्यसले गर्दाखेरि हामीले पनि अलिकति केही न केही बचाउने कोसिस गरिदिनु पर्छ कस्टमरको सामानहरु। र यसलाई चाहिँ यसरी टाइट गरिदिनुहोस्। र यसमा पनि म त्यसरी नै गरिदिनेछु, केही गर्नु पर्दैन। थोरै डेन्ड्राइट यसरी पलमा राखेर यसको यसरी टाइट गरिदिनुहोस् है। अनि यो पनि चेक गर्नुहोस्, स्क्रु यो पनि लुज रहेछ हैन, यो पनि लुज रहेछ। यसलाई केही गर्नु पर्दैन। यसलाई चाहिँ थोरै यो घुम्ने हैन, तलबाट स्प्रिङ छ, यसलाई पनि यसो गरिदिनुहोस् है। माथिबाट हल्का यसमा पनि लगाइदिने हो, थोरै लगाइदिउँ। यति गरिसकेपछि यो स्क्रु चाहिँ अब फुस्किँदैन। हेर्नुस्, यसो गर्दाखेरि फ्ल्यासको अलिकति बस्ने उपाय चाहिँ बढी मात्रामा हुन्छ। यसको मेन नोपार हुनु कारण चाहिँ यो बोर्डहरु जानुको कारण चाहिँ यस्तै हर्सुको स्क्रु
बिस्तारै चलाउँदा लुज हुन्छ, लुज हुँदै गइसकेपछि त्यो चाहिँ पुस्केर गएर बोर्डहरूमा सर्ट भएर बसिदिन्छ। र यति कुरा चाहिँ अब यसमा चाहिँ मैले नयाँ बोर्ड हालियो, नयाँ बोर्ड। अब यो बिटी बोर्ड हो। र यहाँहरूले चाहिँ नयाँ फ्लासमा पनि यहाँहरूले त्यति गर्न नजिकको टेक्निसन गर्न लाउनु भने तपाईँको फ्लास चाहिँ लङ टाइमसम्म जाने हुन्छ। अब ट्युब भन्ने चिज चाहिँ अब बिस्तारै तपाईँले कसरी चलाउनु छ त्यसमा भर पर्छ। धेरै फुल पार गर्नु भने पनि चाँडै ट्युब जाने सम्भावना हुन्छ। ट्युब भन्ने चाहिँ चलाउने हिसाबले आफूले चलाए अनुसारले जाने हो ट्युब चाहिँ। र यो चाहिँ अलिकति चलाउने मान्छेले केयरलेस गरेर यो बिग्रेको हो। यो खर्लाखुर्ली गर्ने बित्तिकै ब्याट्री झिकेर बनाउनु दिनुभएको थियो भने चाहिँ यसमा त्यति धेरै पैसा लाग्दैन थियो। ल साथीहरू धन्यवाद। हजुरहरूलाई यो भिडियो मनपर्छ भने लाइक, सब्सक्राइब र सेयर पनि गरिदिनु होला है। र आज चाहिँ अलिकति तपाईँहरूलाई यो फ्लास बचाउने कसरी बचाउँछ भन्ने कुरा चाहिँ यो मैले तपाईँहरूलाई जानकारी अथवा सेयर गरेँ। हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।